गाइज ब्याक टु माई युट्युब च्यानल बर्दिया भ्लगमा तपाईहरुलाई स्वागत छ। तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला, म नि ठिकै छु, सन्चै आरामै छु। हाम्रो भ्लग चाहिँ बेलुकाको आज 6 बजेबाट स्टार्ट हुँदैछ अनि अहिले चाहिँ त्यहाँ बर्थडे छ। म त्यहाँ बर्थडेमा जाँदै छु अनि त्यहाँ अब मौसमको कुराहरु गरौँ भने त अहिले राति पडिसक्यो, अब बादल लागिरहेछ, तर पनि म तपाईहरुलाई देखाउँछु मौसम तपाईहरुलाई म अहिले देखाउँछु। मौसमको कुराहरुले गर्नुपर्दा आकाश चाहिँ अब खुलेछ, तर जुन लागिरहेछ यी हेर्नु, जुन लागेको छ टक्कसित। अनि अहिले अब चाहिँ म बर्थडेमा जाँदै छु, त्यो बर्थडेमा गएर म तपाईहरुलाई त्यहाँ देखाउँछु है। बर्थडे चाहिँ सुरु भइरहेछ है। यो रमाइलो ह्यापी बर्थडे चाहिँ रमाइलो भइरहेछ। अब चाहिँ टिका लगाउने कार्यक्रम सुरु हुँदैछ। ये बहिनी त हो ल अब बत्ती बाल्नु। कहिले सबै बेलुका फुल फुल्दैछ, त्यहाँ त्यहाँ राख्नु पर्ने, त्यहाँ आशीर्वाद दिनु न। यहाँ त टिका लगाउने कार्यक्रम हुँदैछ हाम्रो चाहिँ बर्थडे भ्लगमा। भोलि फ्याट्ट आइहाल्छ। त देखिहाल्छ बहिनी, त देखिरहेछ हल्का हैन बुवाले चाहिँ टिका लाउँदैछन् है। ल ल भयो अब केक ल अर्को जना यहाँनिर बहिनीले टिका लाउँदैछ। झ्याप्प लगाइदिए ल बस 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 काला बनोला आया गरे मखन्न बर्थडे टु यु हैन, राम्रोसँग लेख्ने पढ्ने ज्ञान हुने हैन। टिचरले आशीर्वाद दिने यही नै हो फर्स्ट टाइम उत्तीर्ण हुने। बाबु त जा त गालामा अलिको त उता जान टाउको चाहिँ भिडियो बनिरहेछ है बर्थडेको। ल ल ल ल ठीक छ। यता चाहिँ ह्यापी बर्थडेको चाहिँ काजल हुनुहुन्छ कि को हुनुहुन्छ?
बर्थडे चाहिँ भान्जीको केक चाहिँ यति आउँदैछन् टिका लगाउने कार्यक्रम भइरहेछ यहाँनिर यो किन छोडियो खाना खाएपछि हामी खाना खानु पर्यो यहाँनिर चाहिँ मेरो बहिनी टिका लगाउँदैछ है काले काले ल आफ्नो जुठो बरा टिका लगाउँदैन